हेलो एभ्रिवान, आजको मिनी ब्लग चाहिँ दादाको इङ्गेजमेन्टको अनि हामी रेडी भएर होइन सानसानो भिडियो क्लिपहरू लियौँ अनि हामीलाई जानुपर्ने थियो बिर्तामोटन। यो बसमा चढेर हामी सबजना भिडियो बनाएको। अनि सबभन्दा एक्साइटेड चाहिँ हाम्रो ठुलो बाबा, म रेडी फुलमालामा जानु रेडी भन्दै हुनुहुन्थ्यो। अनि हामीले दिदी र मैले पनि सानो भिडियो बनायौँ। अनि हाम्रो दादाको बिहे भएको छैन नि, सिङ्गल हो नि हाम्रो दादा। अनि म चाहिँ अन द वे भनेर भिडियो बनाइरहेको थिएँ। अनि टक्क हामी पुग्यौँ होइन। पुगेपछि दादाको भिडियो लिएको। सुरुमा दादा गमक्क भएर बस्नुभएको थिएन। हेर्नु है, अब भाउजू आएपछि दादाको स्माइल त रोकिएकै थिएन, हाँसेको हाँसै हुनुहुन्थ्यो होइन। अनि आज दादाको बर्थडे पनि थियो। अनि भाउजूले सरप्राइज केक ल्याउनु भएको थियो। अनि बर्थडेको केक काट्यौँ, विस गऱ्यौँ। अनि त्यहाँ टिका लगाइदिनु भएको थियो। अनि हामीले भिडियो बनायौँ, फुपू, ठुलो मम्मी अनि हामीले। अनि हामी खाइवरी अनि दादा भाउजूको होइन फोटो सुटमा गएर थियौँ। अनि दादा भाउजूले फोटोहरू खिच्नुभयो। अनि त्यहाँ पिङ पनि थियो, मैले पिङ पनि खेलेँ। अनि रमाइलो पनि ठ्याक्क हामी अरू भिडियोहरू त लिन पाइनँ। अनि जाने बेलामा हेर्नु न हामी कस्तो भएर गएको थियौँ, फर्किँदा पुरै रात पर्न आँटिसकेको थियो क्या। अनि हामी यस्तो भिडियो बनाउँदैछौँ, रमाइलो भएको थियो आज दादाको। ओके गाइज, बाई बाई, सी यू नेक्स्ट ब्लग।